जस्तो तिम्रो छायाको एउटै सहारा तिम्रै मायाको सुन भनना जुन हेरना जस्तो तिम्रो छायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको सावन बादलको नाता पर्खे झरी जस्तै दिन र रात एक हुने सिन्दुर साझा जस्तै सावन बादलको नाता पर्खे झरी जस्तै दिन र रात एक हुने सिन्दुर साझा जस्तै सुन भनना फुल पाता जस्तो साथ हाम्रो मनको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको फुल्दछ फुलहरू आफ्नै रहर बने डाँडा काँडा पहाड पर्वत सहर बने फुल्दछ फुलहरू आफै आफ्नै रहर बनी डाँडा काँडा पहाड पर्वत सहर बनी गीत सुर गीत हार जस्तै कथा तिम्रो हाम्रो एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको थ्याङ्क यू सो मच थ्याङ्क यू टिम खेमका दुई ट्यालेन्ट जो अलरेडी टप 8 मा प्रवेश गरिसक्नु भएको छ इन्द्रकला र यसै गरी प्रोसेस र आज पनि हामी क्लोज अफ परफर्मर अफ द डे हामी एनाउन्स गर्नेछौँ तर त्योभन्दा अगाडि तपाईँहरूको पनि भिडियो हेरौँ न है त बाबु तिमीलाई मेरो धेरै धेरै माया र आशीर्वाद छ यो भन्दा बढी राम्रो गर्दै जाऊ तिमीलाई धेरै धेरै आशीर्वाद दिइरहेको छु मैले मेरो बाबुलाई छोरा तिमी सानो हुँदा तिमीले चाहिँ गायक बन्छु भन्ने तिम्रो सपना आज पुरा हुँदैछ म यसैमा हर्षित छु तिमी सानो छँदा पनि सुत्न नमानेर खान नमानेर गीत सुनाएर तिमीलाई खुवाउन र सुताउन पर्थ्यो तिमीलाई धेरै धेरै आशीर्वाद छ मेरो र धेरै धेरै शुभकामना पनि भगवान प्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु Congratulations for reaching top 8 of Voice of Nepal. His best wishes from USA. के छ सोल्टिनीज्यू एकदम व्यस्त पनि हुनुहुन्छ किनभने अहिले भोटिङ चलिरहेको छ यो स्टेजमा आएर यसरी प्रगति गरिराख्नु भएको देख्दाखेरि खुसी हुनेहरूमध्येको म पनि एउटा हुँ सोल्टी म त पारिवारिक जिम्मेवारीले गर्दाखेरि म त विदेश जानु पर्यो भनेर कोरियन ल्याङ्ग्वेज पढ्दै हुनुहुन्थ्यो
त्यो बेला मैले भनेको थिएँ सोल्टिनी नजानु, यसैमा राम्रो छ तपाईँको, राम्रो गर्न सक्नुहुन्छ भनेर मैले धेरैचोटि भनेको पनि थिएँ। त्यो अनुसार तपाईँले प्रगति पनि गर्दै जानुभयो र आज द भोइस अफ नेपाल सिजन 6ले तपाईँभित्र रहेको ट्यालेन्टलाई झन् सबै सामु पुर्याए जस्तो लाग्छ मलाई। म एकदम धेरै धेरै शुभकामना दिन चाहन्छु। तपाईँले पक्कै धेरै भोट पाउनुहुनेछ र सबैले माया गर्नुहुनेछ, धेरै धेरै शुभकामना छ। सोल्टिनी इन्द्रकला रायलाई मेसेज थियो।